हेलो साथीहरु, आज चाहिँ म आपासँग बजार जाँदैछु हैन। अनि यहाँ चाहिँ हाम्रो आपा हुनुहुन्छ। अनि आपा चाहिँ अघि नै आउनु भएर मलाई पर्खेर म चाहिँ काम हतार काम सकाएँ हैन। अनि खाना खाने आपा भनेको म नखाने, अहिले खाना रुच्दैन भनेर भन्नुभयो नि त आपाले। अनि ल ठिकै छन् भनेर म चाहिँ हतार खाना खाएर अनि बाउ छोरी शपिङ गर्नुको लागि हिँड्यो। अब आपा आज तपाईं के लिनुको लागि हिँड्नु भएको? म सब्जी सब्जी ल्याउने झोला खोइ गोजीमा छ। सब्जी ल्याउने झोला गोजीमा छ। आपाको सब्जी ल्याउने झोला गोजीमा छ हैन। अनि जो हप्तामा प्राय आपा आइराख्नुहुन्छ। अनि सब्जीहरू लाने आमाको लागि चिसोहरू हैन। अब गाउँमा के खान मन लाग्छ नि त। अब गाउँ त यहाँ नजिकै हो, चिन्ने डाँडा हैन। तर बुढाबुढी मान्छे चाहिँ हिँडिराख्ने बानी भएर होला एकदमै धेरै हिँडिराख्नुहुन्छ क्या बुवाले चाहिँ। अब हिँड्नु भएन भने के हुन्छ अरे तपाईलाई? खुट्टा दुख्छ। खुट्टा दुख्छ, हिँड्नु भयो भने खुट्टा दुख्छ। तर हिँडिराख्नुपर्छ। तर हामी चाहिँ ज्यादा हिँड्यो भने हाम्रो चाहिँ खुट्टा दुख्छ। आपाहरू चाहिँ हिँड्नु भएन भने खुट्टा दुख्छ क्या। अब त्यो चाहिँ के हो हैन, त्यसको रहस्य चाहिँ अब सायद बुढाबुढी मान्छे त्यो एउटा आदत पनि होला जस्तो लाग्छ मलाई जहाँसम्म। अनि आपा तपाईँ कतिखेर फर्किनुहुन्छ? मेरो धेरै काम छ आज बजारमा। म अहिले एकछिन 11-12 मलाई पर्खिनुहुन्न? खोइ पर्ख्यो भने डिलरमा म सामान ल्याउने डिलरमा मलाई पर्खिनुहुन्छ नि त। किन भन्दाखेरि आपाको आफ्नै काम हुन्छ। आपाले ल्याउनु पर्ने सामानहरू मेरो फेरि आफ्नै सामान काम के कति सपिङहरू हुन्छ हैन। अनि मेरो फेरि पर्सनल काम धेरै हुन्छ। अनि आपाको पनि धेरै हुन्छ। अनि ढ्याक्क भेट्ने टाइम भनेको बाउ छोरीको डिलरमा। अनि डिलरमा भेट्ने भन्दै हुनुहुन्छ। अब अनि कस्तो लागिरहेछ? राम्रो लागिरहेछ। राम्रो लाग्यो। ओके बाबाई गाइजहरू, यस्तै छ है बुवा छोरीको सपिङ। अनि बजार जाने, घर आउने, दोकान चलाउने, भेटघाट हैन, सबै नै यसरी नै दिनहरू बितिराखेको छन्। अनि प्राय जहिले पनि बुवासँगै हुन्छ मेरो भेटघाट। अनि मेरो सपिङ, मेरो सबै कारोबार, अनि मेरो सबै घरेसी कामहरू हैन। त्यसरी सबैजनालाई माया गरिदिनु भएको छ, धेरै माया गरिदिनु होला। ओके, अब हामी टेम्पो चढ्ने हो, टेम्पो चढेर जाने। बाई। अब बाई गर्नु भयो। ओके, गाडीमा फर्स्टचोटि बसेको अरे भन्दै हुनुहुन्छ दाजुले मलाई। दाजु तपाईँको गाडीमा फर्स्टचोटि बसेको होइन? दाजुले जिस्काउँदैन। तर हो पालो, जहिले म पालो मिच्दिनँ, पालोमा जाने गर्छु। अनि जसको पालो छ त्यसको पालोमा जाने गर्छु पहिलादेखि नै। त्यही भएर होइन दाइ, नत्र त त्यहाँ दोकानको छेउमा पनि त माइला दाइको गाडी थियो नि त, त्यो गाडीमा आउन सक्थेँ। तर म नआउनुको कारण चाहिँ अब यहाँ सबैजनाको पालो हुन्छ, पालोमै जानुपर्छ, सबैजनाले कमाउनुपर्छ भन्ने मेरो मनसाइ हो।